तपाईलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ र आजको हाम्रो टपिक छ क्लास 12 को सिम्प्लेक्स मेथड। क्लास 12 मा सिम्प्लेक्स मेथड एउटा क्वेशन जहिले पनि 5 मार्क्स मा सोध्छ र यो एकदमै इम्पोर्टेन्ट टपिक पनि भयो है। 5 मार्क्स मा सोध्ने भइसकेपछि त इम्पोर्टेन्ट त भइहाल्यो नि। अब यो क्वेशन चाहिँ हामीलाई यसरी नै सोध्छ है। सोध्न चाहिँ म्याक्सिमाइज भन्छ अनि यसरी क्वेशन दिन्छ। अब यहाँ म्याक्सिमाइज भनेर के दिएको छ भने z = 3x + 4y। अब यो म्याक्सिमाइज भन्नुको मतलब यहाँनेरि हामीले z को म्याक्सिमम भ्यालु निकाल्नु पर्ने हो। यहाँनेरि अरु दुईटा इक्वेसन दिएको छ अनि म्याक्सिमाइज गर भनेर भनेको छ। भन्नुको मतलब के रहेछ त z को म्याक्सिमम भ्यालु निकाल्नु पर्ने रहेछ। अब यस्तो खालको प्रब्लमलाई के पनि भन्छ भन्दा लिनियर प्रोग्रामिङ प्रब्लम, एलपीपी पनि भनिन्छ है, लिनियर प्रोग्रामिङ प्रब्लम। अब यस्तो क्वेशन हामीले सल्भ गर्दाखेरि हाम्रो सबैभन्दा फर्स्ट स्टेप के हुन्छ भन्दा यहाँनेरि के छ त भन्दा इनइक्वालिटी साइन छ। अब यो इनइक्वालिटी साइनलाई हटाउनको लागि हामी यसमा र यसमा एउटा भेरिएबल थप्छौं, यसमा एउटा भेरिएबल थप्छौं, यसमा अर्को भेरिएबल थप्छौं, त्यसलाई के भनिन्छ त स्ल्याक भेरिएबल भनिन्छ। र त्यो भेरिएबल थपेर हामी यो इनइक्वालिटी साइनलाई हटाएर इक्वालिटी साइनमा कन्भर्ट गरिदिन्छौं। त्यो भने अब सोलुसन सुरुको स्टेप भनेको के रहेछ भन्दाखेरि इन्ट्रोड्युसिङ नन नेगेटिभ भनेको यो नेगेटिभ हुनु भएन, इन्ट्रोड्युसिङ नन नेगेटिभ स्ल्याक भेरिएबल्स, एउटा भेरिएबलको यस अनि अर्को टी। हामी एउटामा यस हाल्छौँ भने अर्कोमा के हाल्छौँ त टी। अब त्यही गरौँ 6x + 4y प्लस यसमा यस हालौँ। अब यो साइन हटेर के हुन्छ त इक्वल टु मा कन्भर्ट हुन्छ है, प्लस 60। अर्को इक्वेसनमा के हुने भन्दाखेरि x + 2y, अहिलेकोमा यस थप्यो भने यसमा के थप्नु त टी = 22 हुने भयो। अब यो इक्वेसनमा पनि लेख्नु पर्ने हुन्छ। यो यसो z = के छ भन्दा 3x + 4y छ। यो x र y ले त हामीले अगाडि लेखेको छ नि त, त्यही भएर यो x र y ले अगाडि ल्याउँदा के हुन्छ भन्दा -3x - 4y प्लस z = 0 हुन्छ। भनेपछि यहाँनेरि -3x - 4y प्लस z = के भयो 0। अब यति गरिसकेपछि अब हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि जुन हाम्रो यो लिनियर प्रोग्रामिङ प्रब्लम छ नि यसलाई हामीले स्ट्यान्डर्ड फर्ममा लेख्नु पर्ने हुन्छ। स्ट्यान्डर्ड फर्ममा कसरी लेख्ने भन्दाखेरि यहाँ हेर्नुमा फेरि राइटिङ above LPP in स्ट्यान्डर्ड फर्म। स्ट्यान्डर्ड फर्ममा कसरी लेख्ने भन्दाखेरि अब यहाँनेरि 6x + 4y जताको जस्तै भयो। अब यहाँनेरि भनेको x को कोएफिसिएन्ट अगाडि केही छैन भनेपछि 1 छ, 1s। अब यहाँ हामीले t र z पनि लेख्नु पर्ने हुन्छ यो इक्वेसनमा। अब यहाँ त t पनि छैन z पनि छैन भनेपछि 0t + 0z = 60 यसरी लेख्नु पर्ने हुन्छ। यसमा पनि त्यही हो x + 2y। अब सुरुमा यस लेखेको छ भने यहाँनेरि यस त छैन नि त भनेपछि यहाँनेरि 0s भयो, प्लस t छ भनेपछि यहाँनेरि कोएफिसिएन्ट 1t प्लस z छैन यो इक्वेसनमा भनेपछि यहाँनेरि 0z = 22 भयो। अब यो लास्ट इक्वेसनमा के हुन्छ भन्दा -3x - 4y प्लस यसमा त यस पनि छैन t पनि छैन भनेपछि 0s + 0t प्लस z छ कोएफिसिएन्ट कति त 1z = 0। यति गरिसकेपछि सुरुमा हामीले नन नेगेटिभ स्ल्याक भेरिएबललाई इन्ट्रोड्युस गर्यौं अनि त्यो गरिसकेपछि हामीले जुन त्यो इक्वेसन आएको थियो नि त्यो इक्वेसनलाई केमा लेख्यौं त स्ट्यान्डर्ड फर्ममा लेख्यौं। अब स्ट्यान्डर्ड फर्ममा लेखिसकेपछि अर्को स्टेप हाम्रो के हुन्छ भन्दा जुन यो स्ट्यान्डर्ड फर्ममा जुन यो एलपीपी छ नि यसलाई केमा लेख्ने त भन्दाखेरि टेबल फर्ममा लेख्नु पर्ने हुन्छ। अब कसरी भन्दाखेरि यहाँनेरि हेरौँ फेरि राइटिङ above equations in सिम्प्लेक्स टेबल हो। अब टेबल कसरी बनाउने भन्दा नि यहाँनेरि बेसिक भेरिएबल लेख्ने bb। बेसिक भेरिएबल भनेको यिनीहरु x y s t z जे छ त्यही लेख्दिने यहाँनेरि x अनि y अनि s t z इक्वल टु देखियो तकला RHS भनेर लेखौं। अब यहाँ मुनिपट्टि चाहिँ के लेख्ने भन्दाखेरि जुन यो s t z छ नि s t z त्यही लेख्दिने यहाँनेरि s t अनि z यसरी यहाँ टेबल बनाउनु पर्ने हुन्छ। अब यहाँनेरि यति गरिसकेपछि अब यहाँ कोएफिसिएन्ट हेर्नु न फर्स्ट इक्वेसनबाट x को कोएफिसिएन्ट कति छ 6, अर्कोमा कति छ y भनेको 4 अनि s भनेको 1 t 0 z पनि 0
आरएचएसमा कति छ 60 छ। त्यसै गरी यसमा 1 वाइमा भनेको 2 छ, यस भनेको 0, टी भनेको 1, जेडमा भनेको 0 अनि आरएचएसमा कति छ त 22 छ। यसमा भनेको यसमा -3 -4 0 0 1 आरएचएसमा के छ त 0 छ। यति गरिसकेपछि अब हामीले लास्ट रोमा हेर्नुपर्ने हुन्छ। टेबल बनाइसकेपछि लास्ट रोमा हेर्ने। अब यदि लास्ट रोमा हाम्रो नेगेटिभ भेल्यु रहेन रहेछ भने के गर्नु पर्दैन थियो। त्यहाँ यहाँ हेर्नु त के छ त यहाँ नेगेटिभ छ नि त। नेगेटिभ भएपछि हाम्रो सोलुसन के छैन त अप्टिमल छैन। अप्टिमल नभइसकेपछि अब हामीले यहाँ लास्ट रोमा नेगेटिभ भेल्यु देख्ने बित्तिकै हामीले के फाइन्ड गर्नुपर्छ भन्दा एउटा पाइभोट कोलम। सुरुमा पाइभोट कोलम फाइन्ड गर्ने अनि त्यसपछि पाइभोट रो अनि पाइभोट एलिमेन्ट। अब पाइभोट कोलम चाहिँ कसरी फाइन्ड गर्ने भन्दाखेरि यदि हाम्रो यहाँनिर लास्ट रोमा एउटा मात्रै नेगेटिभ नम्बर थियो भने लास्ट रोमा सपोज -4 मात्रै थियो -3 थिएन भने यहाँ पोजिटिभ नम्बर थियो भने जुन हाम्रो एउटा मात्रै नेगेटिभ नम्बर भएको जुन कोलम हुन्थ्यो नि त्यो कोलमलाई पाइभोट कोलम भन्नु पर्थ्यो। सपोज यहाँनिर -3 भएको ठाउँमा चाहिँ कुनै एउटा पोजिटिभ नम्बर थियो र यहाँ -4 मात्रै थियो भने यो वाइ कोलममै के हुन्थ्यो हाम्रो पाइभोट कोलम हुन्थ्यो। तर यहाँ त दुईटा नेगेटिभ छ नम्बर छ, एउटा -3 छ अनि अर्को -4। यस्तो दुईटा नेगेटिभ नम्बर भएको बेलामा अब हामीले दुईटा नेगेटिभ नम्बरबाट मध्ये कुन चाहिँ सानो नम्बर हो त त्यो हेर्ने। एउटा -3 छ -4 -3 र -4 मा त माइनस पछि हाम्रो स्मलेस्ट नम्बर हो नि त। कसै भन्दाखेरि यो त यसो -4 -3 -2 -1 0 1 2 यता जाँदाखेरि त के हुन्छ त इन्क्रिजिङ अर्डरमा छ नि त। नम्बर बढ्दै बढ्दै गएको छ नि त भनेपछि यता आउँदाखेरि के छ त डिक्रिजिङ। भनेपछि -3 भन्दा -4 त के हो त स्मलेस्ट नम्बर हो भएको कारणले -4 स्मलेस्ट नम्बर भएको कारणले जुन हाम्रो यो -4 त कुन कोलममा छ वाइ कोलममा छ। भनेपछि यो वाइ कोलम के भयो त पाइभोट कोलम भयो। जुन स्मलेस्ट नम्बर भएको कोलममा के हुन्छ त पाइभोट कोलम हुन्छ। यहाँनिर -4 since -4 is smaller than -3 हाम्रो वाइ कोलम इज पाइभोट कोलम। अब पाइभोट कोलम फाइन्ड गरिसकेपछि अर्को स्टेप के छ त हामीले के फाइन्ड गर्नुपर्ने छ भन्दाखेरि पाइभोट रो। अब पाइभोट रो कसरी पत्ता लगाउने भन्दाखेरि अब यहाँनिर मैले अर्को पनि एउटा कोलम थपे दिन्छु भनेर। अब पाइभोट रो फाइन्ड गर्नको लागि जुन आरएचएस मा भएको जुन नम्बरहरू छ नि त्यो नम्बरलाई पाइभोट कोलममा भएको नम्बरले डिभाइड गर्ने। यहाँ 60 छ पाइभोट कोलम भन्नु त वाइ कोलममा सिधा कति छ त 4 छ भनेपछि यहाँनिर 60 / 4 यो भनेको 15 आयो। अब अर्को यहाँ 22 छ आरएचएस मा अनि पाइभोट कोलममा कति छ त वाइ कोलममा 2 कति आयो त 11। अब हेर्ने यो दुईटा नम्बर मध्ये सबैभन्दा स्मलेस्ट नम्बर कुन हो त 11 हो। अब जुन स्मलेस्ट नम्बर भएको जुन रो छ नि त्यही रो हाम्रो पाइभोट रो हुन्छ। यहाँनिर त 11 भनेपछि 11 भएको रो जुन यो रो छ यसलाई R1 भनौँ, यसलाई R2, यसलाई R3। हामीले जेडमा चाहिँ यो रेसियो निकाल्नु पर्दैन है। जेडमा चाहिँ हामीले म्याक्सिमम भेल्यु निकाल्नु पर्दैन नि त जेडको। त्यो यसोटीको मात्रै हामीले यहाँनिर यसो रेसियो लिएर हेर्नुपर्ने हुन्छ। अब यो जुन यो टी रो चाहिँ के रहेछ त यो टी भन्ने रो के छ त भन्दाखेरि पाइभोट रो भनेपछि सिन्स 11 is smaller than 15 टी रो इज पाइभोट रो। पाइभोट रो पनि फाइन्ड गरिसकेपछि अब के फाइन्ड गर्नुपर्ने छ पाइभोट एलिमेन्ट। पाइभोट एलिमेन्ट भनेको चाहिँ पाइभोट रो र पाइभोट कोलमको इन्टरसेक्सनमा भएको एलिमेन्टलाई हामी पाइभोट एलिमेन्ट भनिन्छ। अब यहाँनिर हेरौँ ल पाइभोट कोलम भनेको यो कोलम भयो, पाइभोट रो भनेको त यो रो हो। भनेपछि अब इन्टरसेक्सनमा कुन नम्बर छ त पाइभोट कोलम पाइभोट रो इन्टरसेक्सनमा त यो 2 छ कि छैन त। भनेपछि यो 2 चाहिँ हाम्रो के हुन्छ पाइभोट एलिमेन्ट हुन्छ। भनेपछि पाइभोट एलिमेन्ट भनेको के छ त पाइभोट एलिमेन्ट भनेको यसमा 2। अब यति बुझ्यो गरिसकेपछि अर्को कुरा हामीले यहाँनिर इन्टरिङ भेरिएबल र डिपार्टिङ भेरिएबल पनि बुझ्नुपर्ने हुन्छ है। इन्टरिङ भेरिएबल भनेको चाहिँ कस्तो भेरिएबल है भन्दाखेरि जुन पाइभोट कोलममा भएको भेरिएबल यो पाइभोट कोलममा वाइ कोलम भनेपछि यो पाइभोट कोलममा भएको भेरिएबल त वाइ हो नि त। वाइ चाहिँ हाम्रो के हो त भन्दा इन्टरिङ भेरिएबल हुन्छ। वाइ इज इन्टरिङ भेरिएबल। अब अर्को यहाँनिर डिपार्टिङ भेरिएबल हुन्छ। अब डिपार्टिङ भेरिएबल भनेको चाहिँ यो पाइभोट रोमा भएको जुन भेरिएबल छ त्यसलाई चाहिँ हामीले डिपार्टिङ भेरिएबल भन्नुपर्ने हुन्छ। यो पाइभोट रोमा त कुन भेरिएबल छ टी छ भनेपछि टी चाहिँ के भयो त डिपार्टिङ वा आउटगोइङ भेरिएबल। टी इज डिपार्टिङ भेरिएबल। आउटगोइङ वा डिपार्टिङ र इन्टरिङ भेरिएबल भनेको के हो भन्दाखेरि अर्कोचोटि हामीले टेबल बनाउँदाखेरि नि यो यहाँ चाहिँ सेमै हुन्छ माथिपट्टि, तर यसमा चाहिँ
y इन्टरिङ भेरिएबल र t डिपार्टिङ वा आउटगोइङ भेरिएबल भएको कारणले यो t को ठाउँमा हामीले y लेख्नु पर्ने हुन्छ अर्कोचोटि टेबल बनाउँदाखेरि y इन्टरिङ भेरिएबल हो भनेपछि यो अर्कोचोटि टेबल बनाउँदा यो t रिप्लेस भएर के आउँछ त यहाँनेरि y आउँछ। अब यति गरिसकेपछि अब हाम्रो स्टेप के हुन्छ भन्दाखेरि पाइभट इलिमेन्टलाई सुरुमा 1 बनाउने सपोज यहाँ पाइभट इलिमेन्ट त 2 छ नि त अब यो पाइभट इलिमेन्टलाई 1 बनाउने पाइभट इलिमेन्टलाई 1 बनाइसकेपछि यो पाइभट कलममा भएको जुन बाँकी इलिमेन्टहरु छ नि यो 4 र -4 यसलाई 0 बनाउनु पर्ने हुन्छ। अब त्यति बनाएर अनि हामी फेरि लास्ट रोमा हेर्छौँ। अब लास्ट रोमा नेगेटिभ भ्यालु आएन भने हाम्रो सोलुसन चाहिँ सकिन्छ। यदि फेरि नेगेटिभ नम्बर आयो भने फेरि हामीले यही प्रोसेस गर्नुपर्ने हुन्छ। अब फर्स्ट स्टेप हाम्रो के रहेछ त अब यति पाइभट कलम पाइभट रो अनि पाइभट इलिमेन्ट फाइन्ड गरिसकेपछि फर्स्ट स्टेप भनेको पाइभट इलिमेन्टलाई हामीले 1 बनाउनु पर्ने हुन्छ। अब पाइभट इलिमेन्ट भनेको त 2 हो। यसमा अब हामी रो इक्विभ्यालेन्ट म्याट्रिक्स मेथड युज गर्छौँ जुन हामीले यो 12 मै पढ्नु पर्ने हुन्छ। रो इक्विभ्यालेन्ट म्याट्रिक्स मेथड युज गरेर गर्नुपर्ने हुन्छ है। अब यहाँनेरि भनेको त 2 छ नि त है 2 डिभाइड बाइ 2 भनेको त 1 हो भनेपछि यो के गर्न सक्यो त यहाँनेरि एप्लाइङ R2 मा R2 डिभाइड बाइ 2 गर्यो भने त हाम्रो यो 2 त के हुन्छ 1 हुन्छ। त्यही गर्दिन यहाँनेरि अब टेबल बनाउने फेरि बेसिक भेरिएबल अनि यहाँनेरि x y s t z RHS हुने भयो। यहाँनेरि यो यस सेमै हुन्छ। अब यहाँनेरि t को ठाउँमा के आउँछ त भन्दा y आउँछ किन भन्दा y इन्टरिङ भेरिएबल हो अनि z सेम हुन्छ। यसरी टेबल बनाउने फेरि यति गएपछि हामीले यो रो 1 मा त केही पनि एप्लाई गरेको छैन भनेपछि यो रो 1 जस्ता जस्तै हुन्छ 6 4 1 0 0 60। अब यहाँनेरि भनेको हामीले त R2 मा त के एप्लाई गर्छ R2 बाइ 2 छ नि त R2 भनेको यहाँ छ 1 1 बाइ 2 भनेको यहाँनेरि 2 भनेपछि यो भनेको 2 बाइ 2 भनेको 1 हुन्छ। अब यहाँनेरि 0 छ 0 बाइ 2 भनेको 0। अब यहाँनेरि 1 छ भनेपछि 1 बाइ 2। अब यहाँनेरि 0 छ भनेपछि 0 बाइ 2 भनेको 0 हुन्छ। 22 भनेपछि 22 बाइ 2 भनेको 11। अब यहाँनेरि जुन हाम्रो लास्ट रो त सेमै हुन्छ यसमा के एप्लाई गरेकै छैन भनेपछि -3 -4 0 0 1 0। अब यति गरिसकेपछि पाइभट इलिमेन्टलाई हामीले कति बनायौँ त 1 बनायौँ नि त। अब पाइभट इलिमेन्टलाई 1 बनाइसकेपछि अर्को स्टेप के भन्दाखेरि यो पाइभट कलम भनेको त y कलम हो। y कलममा भएको बाँकी इलिमेन्टलाई हामीले 0 बनाउनु पर्ने हुन्छ। यहाँनेरि 4 छ यो 4 लाई पनि 0 बनाउनु पर्ने हुन्छ। यहाँ -4 छ भनेपछि -4 लाई पनि के गर्ने त 0 बनाउने। अब यसलाई पनि यसमा पनि हामी रो इक्विभ्यालेन्ट म्याट्रिक्स मेथडै युज गर्छौँ। यहाँनेरि 4 छ यहाँनेरि 1 छ यसलाई हामीले 4 ले मल्टिप्लाई गरेर यसमा यो सबट्र्याक्ट गर्दियौँ भने यो 4 0 हुन्छ। यसमा 4 ले मल्टिप्लाई गरेर यो दुईटा हामीले एड गर्यौँ भने यो -4 पनि के हुन्छ त 0 हुन्छ। के गर्नुपर्ने रहेछ त भन्दाखेरि अब यहाँ हेरौँ है फेरि एप्लाइङ R1 मा भनेको R1 -4 R2 गर्नु पर्यो। यसलाई 0 बनाउनको लागि R1 चाहिँ 4 -4 इन्टु R1 भनेको त 1 हुन्छ 4 इन्टु 1 भनेको 4 4 -4 भनेको 0 हुन्छ। एन्ड R3 मा भनेको चाहिँ R3 + 4 R2। यति गर्दाखेरि हाम्रो के हुन्छ त यो पनि 0 हुन्छ र यो पनि 0 हुन्छ। अब फेरि टेबल बनाउनु पर्यो यहाँनेरि बेसिक भेरिएबल x y s t z RHS यहाँनेरि y z सरी यहाँनेरि s छुट्यो s y अनि z। अब हेरौँ है हामीले यहाँनेरि R1 मा के एप्लाई गरेछ भन्दा R1 - 4 R2 गरेछ। अब यसमा हेरौँ 6 छ R1 मा 6 - 4 इन्टु R2 भनेको 1/2 छ। यो भनेको त 6 - 2 2 जा 4 भनेको 6 - 2 भनेको त 4 हुन्छ। यो 4 भनेको अब यहाँनेरि अर्कोमा के छ भन्दाखेरि 4 छ भनेपछि यस्तो भयो भने 4 - 4 R2 भनेको 4 इन्टु R2 मा त कति छ यहाँनेरि 1 छ भनेपछि यो भनेको 4 - 4 भनेको त 0 हुन्छ। यहाँनेरि चाहिँ के भयो त 0 भयो। अब यहाँनेरि अर्कोमा के छ भन्दा 1 छ 1 - 4
R2 भनेको त कति छ त यहाँनेरि 0 छ हजुर यो भन्दा के भयो त भन्दा 1 - 0 भनेको 1 नै हुन्छ यहाँनेरि अब t मा के हुन्छ भन्दाखेरि यहाँनेरि 0 - 4 * R2 R2 भनेको त 1/2 2 जा 4 भनेपछि यहाँनेरि -2 अब जेठमा यहाँ दुईटै 0 छ भनेपछि यो 0 हुन्छ अब यहाँनेरि 60 छ 60 - 4 * R2 भनेको कति छ यहाँनेरि 11 छ 60 - 44 भयो 60 - 44 भनेको कति हुन्छ त भन्दा 16 हुन्छ भनेपछि यहाँनेरि के भयो त 16 भयो अब हामीले यहाँनेरि R2 मा के एप्लाई गरेको छैन भनेपछि R2 मा यहाँ सेमै हुन्छ 1/2 1 0 1/2 0 11 अब हामीले R3 मा के एप्लाई गर्छ R3 + 4 R2 गरेछ म यो थप्छु यहाँनेरि के छ भन्दाखेरि यहाँनेरि R3 मा चाहिँ भन्दा R3 + 4 R2 छ है त्यसैले R3 + 4 R2 अब यहाँनेरि भनेको त के छ -3 R3 भनेको -3 + 4 * R2 भनेको त 1/2 छ यो भनेको 2 त्यो भने -3 + 2 भनेको त -1 हुन्छ भनेपछि यहाँ -1 भयो यहाँनेरि -4 + 4 R2 भनेको त 1 छ यो कति हुन्छ त 0 हुन्छ यो 0 भयो यहाँ दुईटैमा 0 छ भनेपछि 0 हुन्छ यसमा के हुने भयो भन्दाखेरि R3 + 4 R2 हुँदाखेरि R3 भनेको त यसमा के छ त 0 छ 0 + 4 R2 भनेको 1/2 छ भनेपछि यो त कति हुन्छ त 2 हुन्छ अब यहाँनेरि 1 छ हेर्नु है यहाँ 1 छ है R3 भनेको 1 + 4 * 0 भनेको त 1 नै हुन्छ अब यहाँनेरि लास्टमा हेरौँ R3 भनेको 0 छ + 4 * R2 भनेको कति छ त 11 छ भनेपछि यो त कति हुन्छ 44 हुन्छ भनेपछि यहाँनेरि के हो त 44 भयो अब यति गरिसकेपछि अब हामीले के गर्नुपर्ने हुन्छ फेरि लास्ट रोमा हेर्नुपर्ने हुन्छ अब लास्ट रोमा हेर्दाखेरि हाम्रो नेगेटिभ भ्यालु छैन भने हाम्रो सोल्युसन आएको हुन्छ तर यति नेगेटिभ भ्यालु छ भने अझै हामीले यही प्रोसेस गर्दै जानुपर्ने हुन्छ जबसम्म हाम्रो लास्ट रोमा नेगेटिभ भ्यालु आउँदैन अब यहाँनेरि फेरि -1 छ लास्ट रोमा भनेपछि हाम्रो सोल्युसन अप्टिमल छैन अझै हामीले यही प्रोसेस फेरि रिपिट गर्नुपर्ने हुन्छ यहाँनेरि -1 छ नि त त्यही भएर फेरि अर्कै प्रोसेस अब पाइभोट कलम पत्ता लगाउने पाइभोट रो अनि पाइभोट एलिमेन्ट फाइन्ड गर्नुपर्ने हुन्छ अब यहाँनेरि भन्नु त -1 छ अरु कुनै यहाँनेरि माइनस छैन एउटा मात्रै छ भनेपछि यो -1 भएकै कोलम के हुन्छ त हाम्रो पाइभोट कोलम हुन्छ कुन कोलममा छ भन्दाखेरि x कोलममा भनेपछि हाम्रो यो जुन x कोलम छ यो के भयो त पाइभोट कोलम भयो हो त्यही लेखौँ यहाँनेरि एउटा मात्रै नेगेटिभ नम्बर भएको कारणले यही नेगेटिभ नम्बर भएको कोलम के हुन्छ त पाइभोट कोलम हुन्छ है अब यहाँनेरि y कोलम x कोलम यसमा त x कोलम इज पाइभोट कोलम अब पाइभोट कोलम फाइन्ड गरेपछि हामीले के फाइन्ड गर्नुपर्ने हुन्छ त पाइभोट रो फाइन्ड गर्न यहाँ फेरि अर्को कोलम थप्नु मैले रेसियो भनेर अब यसमा चाहिँ के गर्ने भन्दा यो जुन RHS मा भएको नम्बरलाई के गर्ने त पाइभोट कोलममा भएको नम्बरले डिभाइड गर्ने जस्तै यहाँ 16 छ अब पाइभोट कोलम त अहिले त अब नयाँ पाइभोट कोलम कुन हो त 4 नि त 16 डिभाइड बाइ पाइभोट कोलम x हो अनि पाइभोट कोलममा भएको यहाँ नम्बर चाहिँ के हो त 4 हो भनेपछि यहाँ 16 छ 16 डिभाइड बाइ 4 भनेको कति हुन्छ त 4 हुन्छ अब यहाँनेरि के छ 11 छ डिभाइड बाइ पाइभोट कोलम भनेको x कोलम हो यसमा के छ त यहाँ नम्बर 1/2 छ 11 डिभाइड बाइ 1/2 यस्तो भयो 11 डिभाइड बाइ 1/2 अन्त 11 * 2/1 हो यो भनेको कति हुन्छ त 22 हुन्छ भनेपछि यो त के हो त 22 भयो जेठमा हामीले गर्नु पर्दैन अब यहाँबाट हेर्दा के फाइन्ड गर्न सक्यो भने के पत्ता लगाउन सक्यो भन्दा यहाँले के छ त 4 छ यहाँले के छ 22 छ अब 4 र 22 मा त 4 स्मलेस्ट रो त्यसकारणले यो जुन 4 भएको जुन यो रो छ नि त्यो रो चाहिँ के भयो त पाइभोट रो भयो अब यहाँ जुन यो यस रो छ यस रो चाहिँ के भयो त पाइभोट रो भयो अब यहाँनेरि यस रो इज पाइभोट रो यति गरेपछि अब हामीले पाइभोट एलिमेन्ट फाइन्ड गर्नुपर्ने हुन्छ पाइभोट एलिमेन्ट कसरी फाइन्ड गर्ने भन्दा यो इन्टरसेक्सनमा हेर्ने पाइभोट कोलम र पाइभोट रोको इन्टरसेक्सनमा कुन नम्बर छ त यो हाम्रो पाइभोट कोलम भयो अनि यो पाइभोट रो भयो भनेपछि इन्टरसेक्सनमा कुन नम्बर छ 4 यो 4 चाहिँ हाम्रो के भयो त पाइभोट एलिमेन्ट भयो पाइभोट एलिमेन्ट इक्वल्स टु के भयो त 4 भयो अब अर्को हामीले अब यहाँ डिपार्टिङ भेरिएबल र इन्डरिङ भेरिएबल हेर्नुपर्छ यहाँ पाइभोट कोलममा कुन भेरिएबल छ x अब पाइभोट कोलममा भएको भेरिएबल के अरे भन्दा इन्टरिङ भेरिएबल हो भनेपछि x इज इन्टरिङ भेरिएबल
एन्ड अब हामीले पाइभट रोमा कुन भेरिएबल छ त यस छ भनेपछि यस चाहिँ के हो त डिपार्टिङ भेरिएबल हो यति गरिसकेपछि के गर्ने त भन्दा अब पाइभट इलिमेन्टलाई सुरुमा 1 बनाउने पाइभट इलिमेन्टलाई 1 बनाइसकेपछि बाँकी रहेको पाइभट कलममा बाँकी रहेको नम्बरहरूलाई के बनाउने त 0 बनाउने अलि लास्टमा हेर्ने फेरि फेरि अब हामीले यहाँनिर त पाइभट इलिमेन्ट भन्दा त 4 नै त 4 लाई के बनाउनु पर्ने हो त 1 बनाउनु पर्ने भयो अब 4 लाई 1 बनाउनु त के गर्नु हो त्यही पाइभट इलिमेन्टले नै डिभाइड गर्दा भइहाल्यो नि 4 / 4 भनेको 1 हुन्छ भनेपछि के एप्लाई गर्न सक्यो भन्दा एप्लाइङ पाइभट इलिमेन्ट कुन रोमा छ त R1 मा छ R1 R2 R3 R1 मा के गर्न सक्यो त R1 / 4 त्यसो गर्यो भने यो 4 के हुन्छ त 1 हुन्छ अब टेबल बनाउँ फेरि बेसिक भेरिएबल यहाँनिर यो के हुन्छ त x y s t z RHS हुन्छ अब यहाँनिर अघि यो यस के हो त डिपार्टिङ भेरिएबल हो र यस इन्टरिङ भेरिएबल भएको कारणले यो यसको ठाउँमा के आउँछ यक्स आउँछ अनि x y z यो हटाउँछु यति गरेपछि अब के गर्नु पर्यो के एप्लाई गर्नु पर्ने हो त R1/4 भनेपछि यहाँ त कति छ त 4 छ 4/4 भनेको 1 हुन्छ अनि यहाँनिर के छ त 0 0 / 4 भनेको 0 1 1 / 4 भनेको 1/4 -2 / 4 भनेको कति हुन्छ त -1/2 0 / 4 भनेको 0 16 / 4 भनेको कति हुन्छ त 4 हुन्छ यति गरिसकेपछि अब अर्को यहाँनिर हेरौँ हामीले दुईटामा त के एप्लाई गरेका छैन भने त सेम हुन्छ है 1/2 1 0 1/2 0 11 लास्टमा पनि त्यो हुन्छ -1 0 0 0 0 दुईटा 0 अनि 2 1 44 छ अब यति गरिसकेपछि हामीले यो पाइभट जुन इलिमेन्ट हो त्यसलाई त कति बनायौँ 1 बनायौँ अब पाइभट इलिमेन्टलाई 1 बनाइसकेपछि पाइभट कलममा भएको बाँकी इलिमेन्टहरूलाई हामीले के बनाउनु पर्ने हुन्छ त भन्दाखेरि यो दुईटा बाँकीको इलिमेन्टहरूलाई हामीले 0 बनाउनु पर्ने हुन्छ अब 0 कसरी बनाउन सकिन्छ भन्दाखेरि यहाँनिर हेरौँ ल यो 1/2 लाई 0 बनाउनको लागि 1/2 - 1/2 भनेको त 0 हुन्छ भनेपछि यसमा हामीले 1/2 ले मल्टिप्लाई गरेर यसलाई यो सबट्र्याक्ट गर्यौँ भने के हुन्छ यो 0 हुन्छ अनि यसलाई 0 बनाउन त हामीले यो र यो एड गर्यौँ भने त के हुन्छ यो पनि 0 हुन्छ भनेपछि के एप्लाई गर्न सक्यो त भन्दा एप्लाइङ R2 - 1/2 R1 हाम्रो पाइभट इलिमेन्ट भनेको भएको त R1 हो नि त त्यही भएर R2 मा यो एप्लाई गर्न सक्यो एन्ड R3 मा के गर्न सक्यो त भन्दाखेरि -1 छ भनेपछि R3 + R1 यति गर्यो भने यो पनि 0 हुन्छ र यो पनि 0 हुन्छ यो पनि 0 हुन्छ है अब टेबल बनाउनु फेरि बेसिक भेरिएबल x y s t z RHS यहाँनिर x y z हामीले R1 मा त के एप्लाई गरेको छैन भनेपछि यो सेम हुन्छ 1 0 1/4 - 1/2 0 4 भयो अब यसमा त हामीले के एप्लाई गरेछ भन्दाखेरि R2 - 1/2 R1 गरेछ नि त यानी 1/2 - 1/2 * R1 भनेको त 1 यो गर्दा त 0 आउँछ यो त यो 0 भयो अब यहाँनिर के छ त 1 R2 भनेको 1 - 1/2 * R1 भनेको 0 छ भनेपछि यो त पुरै 0 हुन्छ अनि 1 - 0 भनेको त 1 नै हुन्छ अब यहाँ के छ भन्दाखेरि 0 छ यस्तो भयो यहाँनिर 0 - 1/2 R1 भनेको त कति छ त 1/4 भनेपछि त कति भयो त -1/8 यो पनि भयो अब यहाँनिर टी मा के भइरहेछ भन्दाखेरि यहाँनिर 1/2 छ है यस्तो भन्छ यहाँ चाहिँ के छ भन्दाखेरि एप्लाई गर्दाखेरि R2 भनेको त के छ 1/2 छ 1/2 - 1/2 * R1 भनेको त फेरि के छ त -1/2 छ
यो भने यस्तो 1/2 प्लस 1/4 यो गर्दाखेरि हाम्रो एलसीएम भनेको 4 आउँछ एलसीएम 4 आएपछि यहाँनिर 2 + 1 भयो भनेपछि यहाँनिर 3/4 हुन्छ यहाँ के हो त 3/4 अब यहाँ दुईटैमा 0 छ भनेपछि यहाँ त के हुन्छ डाइरेक्ट 0 लेख्दा भइहाल्यो अब यहाँनिर के छ त 11 छ है एप्लाई गर्दाखेरि R2 भनेको के छ त यहाँनिर 11 माइनस 1/2 R1 भनेको 1/2 * 4 2 जा भनेपछि 11 - 2 11 - 2 भनेको कति हुन्छ त भन्दाखेरि 9 यो के हो त 9 भयो अब लास्टमा हामीले के गरेछ भन्दाखेरि R3 + R1 गरेछ R3 + R1 यहाँ -1 छ -1 + 1 भनेको 0 अब यहाँ 0 + 0 भनेको 0 भयो अब यहाँ फेरि 0 + 1/4 हुन्छ त्यो भनेको 1/4 हुन्छ अब 2 यस्तो भयो यसमा चाहिँ 2 + -1/2 भयो यो भनेको 2 - 1/2 हुन्छ यो भनेको 2 एलसीएम आयो यहाँ के हो त 2 4 - 1/2 भनेपछि = 4 - 1/2 3/2 हुन्छ 3/2 भयो अब यहाँनिर के छ भन्दा 1 + 0 भनेको कति हुन्छ त भन्दाखेरि 1 नै हुन्छ अब यहाँ चाहिँ के भयो भन्दाखेरि लास्टमा 44 + 4 44 + 4 भयो 44 + 4 भनेको त कति हुन्छ त 48 हुन्छ भनेपछि यहाँनिर 48 भयो अब हामीले फेरि अब लास्टमा हेर्ने अब लास्टमा हेर्दाखेरि यहाँनिर नेगेटिभ नम्बर छ त नेगेटिभ नम्बर छ कि छैन भन्दा यहाँनिर नेगेटिभ नम्बर छैन नेगेटिभ नम्बर नभइसकेपछि हाम्रो सोलुसन यहाँ अप्टिमल भइसक्यो है अब हाम्रो सोलुसन एउटा त केही गर्नु पर्दैन हाम्रो सोलुसन आइसक्यो अब यहाँनिर लेख्दैन लास्टमा सिन्स देयर इज नो negative element in last row the solution is optimal अब यहाँ हेर्नु है हाम्रो सोल्युसन आइसक्यो अब z को म्याक्सिमम भ्यालु कति हुँदो रहेछ त 48 हुँदो रहेछ x 4 भएको बेला र y 9 भएको बेला अब यहाँनिर यही हेर्नु पर्यो यहाँनिर अब z को यहाँ हेर्ने RHS मा हेर्ने z को म्याक्सिमम भ्यालु 48 हुँदो रहेछ x 4 भएको बेला र y 9 भएको बेला त्यो लेख्दिनु यहाँनिर म्याक्सिमम भ्यालु अफ z = कति त 48 when x = कति त x भनेको x 4 y 9 and y = के त 9 अब यो चेक गर्न पनि सकिन्छ है अब यो भ्यालु हालेर यहाँ हेरौँ z को के भन्दाखेरि 3x + 4y छ अब यहाँ 3 * x भनेको कति छ यहाँनिर 4 छ प्लस 4 * y भनेको कति छ 9 छ 3 4 12 12 प्लस यो भनेको कति हुन्छ 36 अब यो जोड्दा कति हुन्छ भन्दाखेरि 6 मा 2 भनेको 8 भयो यहाँ 48 भनेपछि हाम्रो आन्सर राइट रहेछ यसरी हामीले यो क्वेशन पनि सल्भ गर्यौं लास्टमा हामीले यो म्याक्सिमम भ्यालु अफ z = 48 भने x अब y = 9 गर्दा भयो यो चाहिँ आफूले चेक गर्नको लागि मात्रै एन्सर मिलेको छ कि छैन भनेर चेक गर्नको लागि यति गर्न सक्नुहुन्छ यति गर्नुभयो भने तपाईहरुको 5 मार्क्स पक्का हो आजलाई यति नै